त्यो जाँचो श्रीमान मेरो के हो र? के हो र त्यो मेरो थियो भनेदेखि त मैले सुखै पाइहाल्थेँ नि, होइन र? त्यो मुलाको मलाई जुन दिनदेखि छोडेको थियो नि, त्यो दिनको त्यो मर्या छ कि बाँचेको छ कि मलाई केही पनि थाहा छैन, मलाई केही थाहा छैन। तर त्यसको मैले एउटा रङ प्रमाण पनि मैले केही लाएको छैन। एक जोर त्यो बिहा गर्दाखेरि एक जोर चोलो र धोती दिएको थियो, साडी। त्यो साडी मेरो ठुलो छोरा पेटमा हुँदै मैले कसैलाई दिएको, दान दिएको। म चाहिँदैन त्यसको। मैले आजसम्म त्यसको मैले एउटा रङसँगै हुँदा पनि मैले एक माना चामल पनि खाएँ कि खाइनँ। म आफै दुःख गर्थेँ, होइन? हप्ताको महिनामा एकचोटि दुईचोटि आएर मलाई पिट्ने कुट्ने हो। अब त्यसको के छ, झगडा पर्ने हो, होइन? त्यसको मलाई के को माया, के को दया, मलाई माया नि लाग्दैन। मैले उही बेला नि भन्ने छ, त मरे पनि एक छाक नुन बार्दिनँ, म मरे पनि तैँले एक छाक नुन पनि बार्नु पर्दैन। मैले उही बेलै भनेको छु। जस्तो बच्चाहरूले चाहिँ कहिले बाबा खोज्ने चाहिँ गर्थे? मेरो छोराछोरीले कसैले पनि नाम लिँदैन, त्यस्तो कहिले पनि नाम लिँदैन मेरो छोराछोरीले। मेरो छोराछोरीले कसैले पनि नाम लिँदैन। सानो छोरालाई त झन् के थाहा, ठुलो छोरा 2-3 वर्षको थियो, होइन? मेरो छोराछोरीले आजसम्म यस्तो नाम चाहिँ भगवान् साथी छन्, पृथ्वीमा छु, स्वर्गको अफिसर र पृथ्वीको देवता सबै देवदेवता 33 कोटी देवदेवता